नमस्ते साथीहरू। आज चाहिँ नि लन्डनमा एकदमै घाम लागेको छ, हावा पनि चलेको छ अहिले। त्यही भएर हामी पार्कमा जान गएको, खानापिना बोकेर हाम्रो चाहिँ नि पार्कमा चाहिँ नि एकदम मिठो मिठो खानेकुराहरू खाने चाहिँ प्लान छ आज। कता हो बाटो उता हो कता हो, यता बाटो जस्तो चाहिँ तनी हेरि भिडियो गरेर सिधै भरे खाने भरे चाहिँ भेटौँ न साथी हो। नमस्ते साथीहरू, हामी चाहिँ आज अटपटेर पानीपुरी बनाउँदैछौँ पार्कमा बसेर। यो चाहिँ नि अब पानीपुरी र चटपटी बनाउन तयार भयौँ हामी पार्कमा बसेर। तर चटपटी हामी चाहिँ खाँदै चटपटी बनाउँदै भयो। हरियो मटर आलु प्याज गन्ध सबै मिक्स गरेर काटेर चटपटी भन्दा यत्रो हेर्दा नि पाउँछु चाउचाउ पहिल्यै चाउचाउ नेपालबाट ल्याएको एकदम मिठो चटपटी मसलाहरू एकदम सिक्रेट रेसिपी। प्याजी अनि धनियाँ पनि छ प्याजी चाउचाउ मुदे अनि त्यही हरियो चाउरो बिर्यानी हो। यस्तो स्वास्थ्यको लागि एकदमै राम्रो। चाउचाउको सुप हालेको के बनाउँदै हो मनिषा? पानीपुरी किलो चटपट टिकटकमा देखेर मलाई खानु मन लाग्यो। के अरे त्यो दिदी ए भाउजू पारुको ल है मेरो साथी हो क्या हाल्छौँ। त्यो चाहिँ हामीले चाहिँ नि फुड कलर होइन, यो चाहिँ नि अब बिटरुटको जुस हो। कलर युज गरे कलर युज जुसै हालेर खाए चटपटीमा भन्दै कस्तो हुन्छ कलर चाहिँ फेरि लाग्छ कि नै लाग्छ कि यो फर्स्ट टाइम हो हाम्रो ट्राई गरेको। हेरिहालौँ कलर आउँछ कि आउँदैन। हाम्रो एक्सपेरिमेन्ट तर अलिअलि त आइरहेको छ। अब एकदमै डिलिसियस होला जस्तो चाहिँ हेर्दाखेरि हाम्रो दाइ कता हुन्छ एक लाख अब कता हुन्छ होला हाल्नुभयो अब पोस्टिन्छ नि त यो र त्यो लास्टमा हाल्ने त्यो कलर त आयो मजाले खान्थ्यो नि एकदम मिठो भन्छ एकदमै। तर हामीले चाहिँ कलर आउँदैन जस्तो लागिरहेको छ। अनि यस्तो भएपछि मलाई एकदमै भयो अनि एकछिन न यो के थोरै खानु नि फेरि यो त मजै आएन नि हौ। मै हुन्छ म चाहिँ नि अब एकदमै फ्याट चाहिँ होइन यो चटपटेको, तर अब यो घरमै बनाएको खानु मन लाग्यो मलाई। तिमीहरू चाहिँ नि अब हामी त खोर्सानी पनि एड गर्छौँ, नुन पनि एड गर्छौँ। म चाहिँ नि अलि नुन चाहिँ कम खान मन लाग्छ मलाई चाहिँ। नुन त खुबै मन यो त पानीमा राख्दै खोर्सानी पनि थोरै मात्र हाल्नु हामी पनि बरु पछि एक्स्ट्रा छुट्टै काटेर खाने यति हाल्ने एउटा काट एकदमै शीतल भन्छ पार्कमा टमाटो हावा समर लाग्यो एकदमै मिठो होला खाइसक्ला जस्तो सक्दैन। टिकटकमा त्यो ल एकदमै मिठो छ है। यसमै हालिदिउँ क्या भाँडामै सक्दिनँ होला है तर त्यस्तो भाँडामा खाऊ न तिमी। नो यसमै खान्छु त्यो दाइलाई राखिदिएको खोर्सानी लास्टै लोकल है फेरि ओहो त्यो त अनेक हालिदिन्छ नि यो त एकदमै पोरी टाइपको भयो पोक्यो एकदम बाहिरको जस्तो भइसकेको रहेछ।
अब छुट्टै मजा ढुङ्ग्रो पनि पहिला सानोमा ढुङ्ग्रो चाहिँ एकदमै खान्थ्यौँ कि हामीले है तर एकदमै मिस भएर हामीले चाहिँ नेपाली पुगीबाट ल्याएर ढुङ्ग्रो बनाएर अम्लामा हालेर कि हामी त हो